राउटे समुदायले माथि ढोक गर्यो भने मान्छे मर्छ अरे। साँच्चीकै मर्छ हो? तिमीले कहिले पनि माथि नमस्ते भगवान ढोक गरे भनेर यस्तो गर्दैन कहिले पनि? गर्दैन मान्छे मर्छ। ओ माई गॉड। तिमीले बाँदर खान्छौ कि खाँदैनौ? खान्छ। योभन्दा पहिला बाँदर कहिले मारे थियो? 3 वर्ष गएको पनि बिहे गर्ने। अनि बिहे गर्न हतार हुन्छ हो? एकदम मन पर्छ हो बिहे गर्न? बिहे गरेपछि के सुख सुविधा पाइन्छ त तिमीले? कसले दिन्छ पैसा? कति दिन्छन् पैसा? 12,000? अच्छा, तिमीले बिहे गर्यो भने 12,000 रुपियाँ तिम्रो मम्मी बुवाले दिनुहुन्छ तिमीलाई? के को लागि? अच्छा, बाख्रा किन्नको लागि, बाख्रा काटेर खुवाउनको लागि। सबैभन्दा बाँदरको सबैभन्दा मिठो के लाग्छ तिमीलाई? मतलब टाउको मन पर्छ कि खुट्टा मन पर्छ कि छाती मन पर्छ कि? टाउको मन पर्छ। तिमीलाई टाउको मन पर्छ हो? तिमीले अहिलेसम्म कतिवटा बाँदर मार्न गएको छ? 4वटा। तिमीले कतिवटा बाँदर मार्यौ? एक्लै? कतिवटा मार्यो ल भन? खै देखाउ त। ल हेर्नु कसरी मारेको? यो जाल थापेर कि कसरी? जाल थापेर। जाल पनि छ तिमीसँग? ल हेर्नु त यी माछा कसम। ल यो चाहिँ हाम्रो भाइहरूले मारे माछा अरे। अब यो माछा कसले खाने त? अनि अब तिमीलाई जिन्दगीमा पढ्न मन लाग्छ कि लाग्दैन? लाग्दैन। अनि तिमीलाई अनि बजारतिर बस्न मन लाग्छ कि लाग्दैन? अनि हाम्रो जस्तो यस्तो कपडा लाउन मन लाग्छ कि लाग्दैन? ओके ल हाम्रो भाइहरूलाई चाउ माछा पोलेको उनीहरूले मारेको माछा सबै रेडी भइसक्यो। मिठो छ कि छैन चेक गर त। माछा चेक गर त। माछा खाऊ। पुरै खाऊ। स्वागत गर्न चाहन्छु हिमेश नेउपाने अफिसियल युट्युब च्यानलबाट दर्शक महानुभावहरू। म यतिखेर सुर्खेतमा छु। सुर्खेतको लमना स्थित राउटे बस्ती नेपालको एकदमै लोक उन्मुख जाति। यसको अर्थ यसरी बुझ्नुहोस् कि अहिलेसम्म हामीले हाम्रा बच्चा-बच्ची हाम्रा साथीभाइ सबैलाई हामीले पढायौँ होला राउटे बस्ती भनेर। तर राउटे बस्ती अहिले साँच्चीकै राउटे होइन, राउटे बस्ती अब लोक उन्मुख भइसकेको छ भन्दा पनि हुन्छ। किनकि न यो राउटे बस्तीमा पहिलाको जस्तो चाल चलन व्यवहार छ, न त पहिलाको जस्तो उहाँहरूको मेहनत छ, केही पनि देखिनँ मैले। सो अहिले जाँदाखेरि गर्दाखेरि यो गङ्गटे बजारमा 3 जना मैले भाइहरूलाई देखेँ होइन। भाइहरू यो खोलाको छेउमा आइराख्नु भएको थियो। अनि मैले उहाँहरूलाई रोकेर योभन्दा अगाडिको भिडियोमा हामीले त्यहाँ चाउचाउ चक्लेट अनि कपडाहरू लगेर गएको थियौँ। तर एक गरेर बाँड्न सकिनँ। अनि उहाँ लुच्छाचुड भयो, छताछुल्ल भयो, के भयो। उसले त 4वटा लगेर गयो, मलाई याद छ। अनि त्यसपछि यस्तो भइसकेपछि अनि भाइहरूसँग सानो कुराकानी गरौँ भनेर चाहिँ म आएको छु। ल बस कान्छ भाइ, बस त। तिमीले पनि लगेछ? बस इचोके खानुपर्छ, लगे पनि इचोके फेरि खाने अहिले। नमस्ते। हजुरको नाम? मुख यस्तो गर न। मेरो नाम नवीन के? नवीन कलेल। तिम्रो नाम? जीवन राजकोटी। जीवन शाही। अनि तिम्रो? अडपिल हो। ओके। अनि तिमी कति वर्षको भयो? 16 वर्षको। अनि तिमी कति वर्षको भयो? 13। तिमी? 10 वर्ष। तिमीले बिहे गरिसक्यौ? कति वर्षमा बिहे गर्छौ? 20 वर्षमा। त्योभन्दा अगाडि बिहे गर्न पाइन्छ कि पाइन्न? नजिक आइस राजा पुरै भाषा। हजुर त्योभन्दा अगाडि बिहे गर्न पाइँदैन? 20 वर्ष पुगेपछि। अनि तिमीले मन पराएर बिहे गर्न पाउँछौ कि घरबाट तिम्रो बुवा मम्मीले रोजेको केटी बिहे गर्ने हो कि? 20 वर्ष भन्यो 19 वर्ष भयो भने बिहे गर्न पाउँछ। अनि तिमीले कसरी बिहे गर्ने भनेको त? तिमीले आफूले मन पराएको केटी बिहे गर्न पाउँछौ कि घर परिवारले योसँग बिहे गर भनेपछि त्योसँग बिहे गर्ने? कसरी गर्छ? आमा बुवा भनेर चौकीसँग बिहे गर्छ। आमा बुवाले जोलाई भन्यो त्यहीसँग बिहे गर्ने? तिमीलाई केटी हेरिसकेको छ? छैन। यो पुरी ल्याउन त 3 वर्ष मात्रै बाँकी छ। 16 वर्ष भयो। 16 17 18 19 3 वर्ष गएको पनि बिहे गर्ने। अनि बिहे गर्न हतार हुन्छ हो? एकदम मन पर्छ हो बिहे गर्न? बिहे गरेपछि के सुख सुविधा पाइन्छ त तिमीले?
कसले दिन्छ पैसा गरिदिन आमा बुवाले दिन्छ कति दिन्छन् पैसा काटिन्छ भने 12,000 दिन्छ 12,000 अच्छा तिमीले बिहे गर्यो भने 12,000 रुपियाँ तिम्रो मम्मी बुवाले दिनुहुन्छ तिमीलाई दिनुहुन्छ के को लागि त्यो लागि होइन बाख्राको लागि अच्छा बाख्रा किन्नको लागि बाख्रा काटेर खुवाउनको लागि खुवाउनु लागि सबै जताबाट खुवाउनु त परेन सबैलाई खुवाउँछौ सबैले खुवाउनु कतिजना छौ अहिले तिमीहरू राउटे भनेर मतलब तिम्रो फ्यामिलीहरूमा कतिजना छौ सबैजना सबैजना अहिलेसम्म त गने छैन गने छैन तिम्रो घरमा को हुनुहुन्छ मेरो कति छ भने बुवा मम्मी कति छ होइन 7 जना छ 7 जना तिम्रो दाइहरू पनि छ दाइ छ दीपक छ दीपक एउटा दाइ अनि बहिनीहरू छ बहिनी छैन अनि अरू को छ हजुरबुवा बुवा बिलबहादुर मुखिया अर्को मेरो आमा आमा ओके तिमीलाई यो पढ्न लेख्न मन लाग्दैन मन लाग्दैन र यो आफ्नो नाम त दुई मान्छे पनि लेखेको छ तिमीलाई लेख्न आउँछ आफ्नो नाम आउँछ कसरी सिक्यौ त यो लेख्न कसैले सिकेन लालछोरी छ कि कसले लालछोरी विनोद दुर्गा अनि ए उनीहरूले सिकाएको हो तिमीलाई पनि आउँछ आफ्नो नाम लेख्न आउँछ सबजना आउँछ सबैलाई अनि त्यसपछि अहिले तिमीले बाँदर खान्छौ कि खाँदैनौ खान्छ योभन्दा पहिला बाँदर कहिले मारेको थियौ पहिला मारेको थियो यो अघि नै मान्थ्यो अब यो ठाउँ छोडेर कहिले जान्छौ लमना छोडेर छोडेर कहाँ जान्छ मलाई मेलकुना जान्छ मेलकुना अनि यो ठाउँ किन छोड्छौ त होइन यो ठाउँबाट यो ठाउँबाट यो कतै पनि बस्न सक्दैन ए बस्न सक्दैन अनि त्यसपछि त्यहाँ त्यस्तो जङ्गलको बिचमा बस्दाखेरि राति स्यालहरू जनावर बाघहरू भालुहरू त्यस्तो आउँछ कि आउँदैन केही पनि आउँदैन केही पनि नै अनि बाँदर मार्नको लागि कसरी मार्नुपर्छ बाँदर त एकदम बाठो हुन्छ र जाल छ जाल त अब टाढाबाट यसरी फाल्ने हुनेलाई कसरी मार्छौ ल भन त हैन जाल यहाँ थाप्ने लखट्ने आउँछ सबसे भन्दा बाँदरको सबैभन्दा मिठो के लाग्छ तिमीलाई बाँदरै लाग्छ मतलब टाउको मन पर्छ कि खुट्टा मन पर्छ कि छाती मन पर्छ कि हैन एउटै हो टाउको मन पर्छ तिमीलाई टाउको मन पर्छ हो तिमीले अहिलेसम्म कतिवटा बाँदर मार्न गएको छ 4वटा तिमीले कतिवटा बाँदर मार्यौ धेरै मारेछु एक्लै कतिवटा मार्यौ ल भन मार्यो र 20 मार्यो होला एक्लै म पनि 20 मार्यो होला 20 त मारेन उले त 20 त मारेन होला म त 17 मार्यो म त कति मार्यो झुट बोल्छौ यार 17वटा बाँदर मार्न तिमी यत्रै बाँदर जत्रै छौ तिमी सानै छौ अनि तिमीले अनि कसरी मार्छौ त भाइ अनि तिमीले हाम्रो यो भाषा चाहिँ कसरी बुझ्छौ तिम्रो आफ्नो भाषा पनि हुन्छ हो जस्तै उसँग बोल त आफ्नो भाषाबाट यो भनेको के हो एरा अनि म हजुरलाई माया गर्छु भनेर भन्नलाई के भन्नुपर्छ के अलि राम्रोसँग भन प्यारो गर्ने ए म हजुरलाई माया गर्छु भने प्यारो गर्ने म हजुरलाई प्यारो गर्छु भनेर भन्नु पर्यो हो ओके अनि त्यसपछि तिमीले राति सुत्दाखेरि सबैजना एउटै ठाउँमा सुत्छौ घर परिवार सबैजना एक ठाउँमा नै अर्को यहाँ सुत्छ अर्को उता सुत्छ अनि यो यति जाबो यति लाउँदाखेरि जस्तै यहाँ केही पनि कपडा लगाएको छैन जाडो हुँदैन बिहान हुन्छ र यो खोला त टोपी खोला त आफैले लगाऊ ए तिमी चाहिँ के हो धामी हो तिम्रो त सानो छ टोपी उसको त ठुलो छ अनि तिमीहरूलाई चाहिँ अनि बाहिरतिरको मान्छेलाई बिहे गर्न मिल्छ कि मिल्दैन मिल्दैन चाहिँ यो हाम्रो यो अब यो आमा बुवाले भने अरे यो हेर्छ कि आमा बुवाले नभने भने आफै कहाँ भन्छ र तपाईँहरू भागेर जान्छ भागेर बिहे गर्छ हामीहरू भागेर बिहे गर्ने हुने कि ए उनीहरूले भागेर बिहे गर्दैन हो भागेर बिहे यो बिहे गरे भने कस्तो गर्ने आमा बुवाले पनि गाली गर्छ अनि तिमीलाई चाहिँ जस्तै हाम्रोतिर चाहिँ अब तिमीहरूले सानो छौ नि त अनि चकचक गऱ्यो भने बुवा मम्मीले यस्तरी पिट्छ होइन अनि हाम्रोतिर चाहिँ माथि यताउता भनेको मानेन भने चाहिँ पिट्छ तिमीलाई चाहिँ मम्मी बुवाले पिट्नुहुन्छ किन भनेको मानेन भने पिट्दैन कहिले पनि यसरी ए के गरेको जा भित्र भनेर त्यस्तो भन्नुहुन्न केही पनि भन्नुहुन्न अनि तिमीहरूले त अहिले रक्सी पनि खान्छौ होइन अनि यति सानो उमेरमा बाउ आमाले रक्सी खाँदाखेरि गाली गर्नुहुन्न खानुहुन्न त तिमीलाई थाहा छ कि छैन यो रक्सी अनि किन खान्छौ त यो किन खान्छौ भने यो आमा बुवा खाएर सानो बसाउने खान्छ र त्यही भएर सिकेको अरे अहिले चाहिँ तिमीहरू कहाँबाट आएको ठ्याक्कै उता माछा मार्नु खोइ माछा कति मार्यौ त खोइ देखाउ त ल हेर्नु
कसरी मारेको यो जाल थापेर कि कसरी जाल थापे जाल थापेर जाल पनि छ तिमीहरूसँग जाल उठेछ ओ ल हेर्नु त यी माछा कसम ल यो चाहिँ हाम्रो भाइहरूले मारे माछा अरे अब यो माछा कसले खाने त तीनजनाले मात्रै ओ माई गड ल हेर्नुहोस् माछा सानसानो माछाहरू टक्क मारेर कति घन्टा लाग्यो यो माछा मार्न यो मिलेट पनि लाग्यो 1 मिनेट पनि लागेन कसरी मारेको हातले छोपेर जालले त भन्यो होइन अनि दुवाली छोपेर मार्यो कि कसरी होइन दुवाली बुझेर यो पनि आउँछ दुवाली बुझ्न पनि आउँछ आउँछ अनि घरमा साँझ ढिलो घरमा गयो भने तिमीलाई घरमा गाली गर्नुहुन्छ कि गर्नुहुन्न कहाँ गएको थिइस् यति रातिसम्म भनेर होइन गाली गर्दैन यो बेच्नुपर्छ कि तिमीले आफै घरमा गएर खान्छौ आफ्नो घरमा गएर खान्छ आफ्नै घरमा गएर खान्छौ ल अनि अब तिमीलाई जिन्दगीमा पढ्न मन लाग्छ कि लाग्दैन लाग्दैन अनि तिमीलाई अनि बजारतिर बस्न मन लाग्छ कि लाग्दैन लाग्दैन अनि हाम्रो जस्तो यस्तो कपडा लाउन मन लाग्छ कि लाग्दैन यस्तो कपडा त लगाइहाल्छ अनि फेरि तिमी अरू कपडा हुँदा पनि अनि यो कपडा मात्रै किन लगाउँछौ त होइन जिन्दगी पहिलेदेखि यस्तै भएर अनि यो टोपीको महत्त्व के हो थाहा छ तिमीलाई यो टोपी किन लगाउँछौ किन लगाउँछौ र पहिलादेखि लगाएर त्यही भएर लगाउँछौ हो ल भनेपछि तिमीलाई यस्तो कपडा लाउने मन छ भनेपछि मैले भन्ने खोजेको यति मात्रै हो कि अहिलेको समाजमा हामी बाटोमा हिँड्न लागेका बच्चा बच्ची अनाथालय वृद्धाश्रम अथवा असहायहरूको लागि विभिन्न सङ्घ संस्थाहरू छ नेपालमा करोडौँ रुपियाँको उहाँहरूलाई डोनेसन पनि जान्छ नेपाल सरकारबाट पनि जान्छ एनजिओ आइएनजिओबाट पनि जान्छ तर हामीले हाम्रो समाजको एउटा एकदमै लोपोन्मुख जात त्यसमाथि पनि हामी सबैको धरोहर हामीले चाहिँ हाम्रो नेपालमा पनि यस्तो प्रकारका व्यक्ति अहिलेसम्म पनि छन् जस्तै हामीले इन्डोनेसियामा गयौँ भने अथवा भियतनाममा गयौँ भने आदिवासी जस्तै मान्छेलाई मान्छे खाने आदिवासी भनेर भन्छौँ होइन तर हाम्रो नेपालमा पनि यो राउटे प्रजाति छ नि यो प्रजातिलाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ है जस्तै हामीले आइएनजिओ एनजिओहरूलाई चाहिँ हामीले यति धेरै सहयोग गर्छौँ यति सपोर्ट गर्छौँ न्यानो तातो कपडा अघि जस्तै म गएँ त्यहाँ घरमा जस्तै यो भाइहरूलाई पनि त जस्तै मैले यो लगाएको छु त मेरो छत्तीमा त अलिकति तातो भएको होला तर उनीहरूको भनेको यस्तो हुन्छ हेर्नु है यो लगाए कति चिसो हुन्छ यति सानो सानो बच्चाहरू छ उनीहरूको लागि अरू केही नभए पनि राज्यले त भत्ता दिन्छ होला भत्ता मात्रै भएन क्या उनीहरूलाई अब कसरी चाहिँ काममा जीविकोपार्जन कसरी गर्ने उनीहरूको अहिले सम्पूर्ण फ्यामिली अथवा परिवार नै नसातिर चाहिँ बढेको मैले देख्छु किनकि सानो बच्चाले पनि गुट्का तमाखुहरू खाने रक्सीहरू खाने है यो नगर्दा पनि हुन्छ मेरो भनाइमा तर यहाँ आएर मान्छेले पनि उनीहरूको पनि इच्छा भनेको के छ भने भित्र प्रवेश गर्यो भने हामीलाई खोइ त हामीलाई यो ल्याउनु भएछ भने हामी कुरो गर्छौँ नभए कुरो गर्दैनौँ भन्ने यो पनि चलन रहेछ क्या त्यही भएर यो कुरालाई चाहिँ एकदमै ध्यानमा दिएर उनीहरूलाई चाहिँ साना भाइहरूलाई आफ्नो जीविकोपार्जन कसरी गर्ने अब काठकै कोसी अथवा काठलाई नै भाँडा बनाएर चाहिँ जीवन उपार्जन गर्ने हो कि अन्य अब बजारतिर लाग्ने कि यो पनि सोच्न जरुरी छ तिमीलाई चाहिँ यहाँभन्दा हाम्रो जस्तै हामी बस्ने यस्तै घरहरूमा बस्न मन लाग्छ कि लाग्दैन त्यही बस्न मन लाग्छ किन त्यो हामी यस्तो घरमा त राम्रो हुन्छ त बस्न राम्रो हुन्छ र मुखियाले मुखियाले हुन्छ भनेपछि फेरि तिमी जान्छौ मुखियाले जे भनेको त्यही हुन्छ हो मुखियाले जे भन्यो त्यही हुन्छ के भन्छन् मुखियाको के नियम हुन्छ नियम हुन्छ र जे बोल्यो भने त्यही कुरामा जानु तिमीलाई भगवानको नाम थाहा छ थाहा थियो र नाम भन त एउटा भगवानको नाम भन त भगवान शिवल शिवल होइन शिव यो भगवान यो माथि छ के छ भगवान माथि यो के छ भने यो हाम्रो यो यहाँ पनि मर्यो भने माथि हुन्छ यो भगवानहरू यो माथि हुन्छ त्यही भए पनि भगवानहरू माथि भए पनि जे भए पनि यो जे भए पनि भगवानले के भन्छ तिमीलाई भगवानले के भन्छ यो अब रक्सीले नखाउने हो अनि किन खान्छौ त रक्सी अनि यो 420 खा भने हुन अब जुत्ता जोर किन भने हुन तिमी धामी हो हामी धामी होइन खै टुपी देखाउ त यसो भने पूर्वाक्षतिर यो उदान सानो माथि ढोक गर्नुहुन्न माथि ढोक गर्नुहुन्न कहिले पनि किन के हुन्छ माथि ढोक गरे पनि के हुन्छ मान्छे मर्छ तपाईहरु ढोक गर्ने के भने तपाईहरु यो तपाई ढोक गर्ने के भने हामी ढोक गर्ने रटे त यो माथि ढोक गर्नुहुने के अच्छा जी त्यस्तो हुन्छ हो ल उनीहरूले भनेको हामी जस्तै माथि सूर्य देवतालाई नमस्ते यस्तो भगवान भनेर ढोक गर्छौँ नि
यो माथि गर्न हुँदैन रे माथि राउटे समुदायले माथि ढोक गऱ्यो भने मान्छे मर्छ अरे साँच्चीकै मर्छ हो तिमीले कहिले पनि माथि नमस्ते भगवान ढोक गरे भनेर यस्तो गर्दैन कहिले पनि गर्दैन मान्छे मर्छ ओ माई गड ल हेर्छु नयाँ कुरो थाहा पाइयो हामीले चाहिँ माथि हस् भगवान बचाऊ है भनेर यस्तो गर्छौँ माथि है सूर्य देवता भनेर भन्छौँ तर भाइहरूले चाहिँ कहिले पनि माथि हेरेर चाहिँ भगवानलाई चाहिँ नमस्ते गर्दैनन् रे नमस्ते गर्यो भने मान्छे मर्छ अरे अनि तिमीले पुज्ने देवताको नाम चाहिँ के हो तिमीले पुज्ने भगवानको नाम के हो तिमीले कुन भगवानलाई पुज्छौ भगवान कुनै भगवान छैन तिमीले पूजा गर्ने यस्तो भगवान हुँदैन कुन भगवानलाई पूजा गर्छौ नाम भन त एउटा देउताले पुज्छ के कुन भगवानलाई पुज्छौ अहिले चाहिँ बिर्सिसक्यो बिर्सिसक्यो तर मैले यसो बुझे अनुसार चाहिँ उनीहरूको चाहिँ सबैको टोन चाहिँ एउटै छ क्या फेरि एउटै टोन छ त्यो नाकले बोली जस्तो टोन हल्का नाकबाट चाहिँ स्वर आएको जस्तो टोन तर भगवान चाहिँ अब उनीहरूलाई थाहा भएन ल ठिकै छ हस् हाम्रो चाहिँ एउटा सानो कोसिस हो भाइहरूलाई तर यो माछा चाहिँ अब भाइ के रे नेपाली गाना मनपर्छ हो अझै पाएको छैन होला ल हामी चाहिँ भाइहरूले माछा लिएर आएको चाहिँ अनि यहीँ पोलेर खाम दाजु हामी अलिकति पैसा दिनु होला भनेर भने ल ठिकै छ भनेर पोल्न थाल्यौँ हामी यहाँ तिमीले यो सफा गरेनौ सफा गरेनौ गर्यो हो ल अब पाकिसकेपछि देखाउँला है त खै माछा ल फर्कौ यहाँ माछा पोल्ने कार्यक्रम हुँदैछ अनि यसरी माछा पाक्छ त ओके ल हाम्रो भाइहरूलाई चाउ माछा पोलेको उनीहरूले मारेको माछा सबै रेडी भइसक्यो मिठो छ कि छैन चेक गर त माछा चेक गर त माछा खाऊ पुरै खाइदियो एकैचोटिमा अहिले नखाने फेरि तारै खानुपर्छ ल तिमी पनि खाऊ माछा खाऊ न एउटा एकचोटि खाऊ त कसरी खान्छौ तिमीले हेरौँ कति मिठो गरेर खान्छन् है त पुरा भने यसरी हान्नुपर्छ होइन हो जीवन तिम्रो केही छ यसरी हाल्ने भने उता हाल्छु मलाई यत्र हाल्ने भने उता हाल्छु यसरी हाल्ने भने उता